नमस्कार सबैजनामा। आज हामीसँग हुनुहुन्छ पुरुषोत्तम घिमिरे। उहाँले चाहिँ यस कुलेखानी पहिलो परियोजनाको बारेमा चाहिँ केही बोल्न चाहनुहुन्छ। सर, स्वागत छ हजुरलाई हाम्रो कार्यक्रममा। हस्, धन्यवाद रविन सर। हजुरलाई यो कुलेखानी पहिलो परियोजनाको बारेमा के कुराहरू थाहा छ, बताइदिनुहोस् न। यो कुलेखानी जलविद्युत आयोजना 1, यसको बारेमा अब थाहा भएको कुरो त सबैलाई थाहा नै छ हैन। यसको जता गुगलमा पनि भेटिन्छ, विकिपिडियामा पनि भेटिन्छ, जहाँ पनि भेटिन्छ। तर मैले अनुभव गरेका कुराहरू चाहिँ बताउँछु। यो ठाउँमा जब म आइपुगेँ, यो एउटा अलौकिक ठाउँ नै रहेछ हैन। अब यहाँ आइसकेपछि एउटा तपाईहरुको पिकनिकको लागि अथवा केहीको लागि काठमाडौँबाट नजिकै गएर हल्लाखल्ला गर्नुभन्दा यहाँ आएर अलिकति शान्त तरिकाले एउटा चाहिँ हाम्रो पानीसँगको सम्बन्ध नजिक विस्तार गर्नको लागि जो पानीमा हुने कीटाणु नाश गर्न सक्ने क्यापासिटी पनि यहाँ देखेँ। शान्तिको लागि सबैभन्दा एकदमै वातावरण शान्त हुँदो रहेछ। अनि त्यस पछाडि कोलाहाल कम। अनि हेर्नुस् न, यो एउटा ठुलो एरिया, काठमाडौँको नजिकै यति ठुलो एरियामा पानी छ। अनि यहाँ अब जो माछाहरू खानुहुन्छ उहाँहरूको लागि कुलेखानीकै माछाको व्यवस्था रहेछ। अनि नजिकै झरनाहरू। एकदमै तपाईँ प्रकृतिसँग जोडिन चाहनुहुन्छ भने, नेचरसँग नजिक हुन चाहनुहुन्छ भने कुलेखानी उपयुक्त ठाउँ रहेछ। र मैले चाहिँ एकदमै यो पिस, एकदमै शान्त अनुभव गरेँ, शान्तिको अनुभव गरेँ। यही नै हो रविन सर। अरू